Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday. Thank you. So hello everyone. र आज चाहिँ हो मेरो छोराको 5th बर्थडे. ह्याप्पी बर्थडे वान्स अगेन मेरो छोरा ज्ञानी हुनु हो. र आज चाहिँ हामी म पापा नानी र इस्मेनको पापा चाहिँ दार्जिलिङ महाकाल मन्दिर जाँदै थियौँ. बिहानै निक्लेको थियौँ तर हल्का जाम भेटेर चाहिँ हल्का चाहिँ ढिलो भयो, साह्रै त भएन. त्यहाँदेखि सिधै हामी चाहिँ यहाँ चौरस्ता पुग्यौँ. अन्त यहाँ चाहिँ पापाले भन्नुहुँदैछ पुरा थाक्यो भनेर बिचरा. त्यहाँबाट हामी चाहिँ सिधै मन्दिर गयौँ. मन्दिर जस्तैदेखि जाने भनेको तर जोडेकै थिएन. ठिक्कै आज नानीको बर्थडेको दिन चाहिँ जोडेर हामी सबैजना गयौँ र दर्शनहरू पनि मजाले भयो. त्यहाँदेखि चाहिँ हामी दर्शन गरेर चाहिँ सिधै चौरस्ता आयौँ. किनभने यहाँ चाहिँ मेरो छोराले हर्स राइडिङ गर्छु भनेर पुरा इच्छा गरिरहेको थियो नि त. त्यहाँबाट उसलाई एकपल्ट हर्स राइडिङ गराएर चाहिँ त्यहाँबाट चाहिँ हामी गयौँ बिग बजार. र बिग बजार चाहिँ मेरो छोराले कहिले पनि इभन ऊ बिमार हुँदा डक्टर देखाउनु जाँदाधरि मिस गर्दैन. उसको वान अफ द फेभरेट प्लेस हो. यहाँ गएर चाहिँ गाडीहरू खेल्यो तर मैले त्यो गाडीहरू खेलेको भिडियो चाहिँ गर्नै भुलेछु. त्यहाँबाट उसले आइसक्रिम खान्छु भनेर आइसक्रिम खायो. त्यहाँबाट हामी चाहिँ फटाफट खाजाहरू खाएर घर आयौँ. घरमा आएर स्पिड सानो डेकोरेसन गर्थ्यौँ. आज चाहिँ उसको खालि साथीहरूलाई मात्रै बोलाएको थियौँ नि त, सानो सेलिब्रेसन. त्यहाँबाट चाहिँ यहाँदेखि चाहिँ अब उसको बर्थडे सेलिब्रेसन चाहिँ स्टार्ट हुन्छ. Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Salman. Happy birthday. Oh, खातालाई पुछ्दैको त्यो खोइ बर्थडे हो खिच्यो नि उनीहरूले. The basil line bathroom. ल आर्मी अफसर हुनुपर्छ ल नानी. ल जेनरल पैसा कमाउँछु भने पैसा थाहा भयो छिटो. कति रहेछ? ल बर्थडेमा चाहिँ फाइटिङ पनि हुँदैछ यहाँ. अब आफ्नो आफ्नो छ कसै बुइतिर. र मेरो छोराको बर्थडेको क्लिप्स चाहिँ यति नै थियो. र जसले पनि मेरो छोरालाई विशेष गर्नुभयो थ्याङ्क यू सो मच.